चिनी नहाली गर्मीमा चिसो चिसो आइसक्रिम बनामा है त एकदम सजिलो छ बनाउन। यो चाहिँ मैले दाना निकालेर पखालेको हो। आलमन्ड बदाम यो पनि मैले पानीमा पखालेको किसमिस। यो चाहिँ अप्सनल हो, गुलियो हुन्छ भनेर हालेको मैले। यति भएपछि यो मखना चाहिँ बेसी नै हाल्छु। अब यो दुध हालिदिने। यसमा मैले चाहिँ 3टा आँप हाल्न आँटेको छु। यो आँप चाहिँ यति भएको छ। दुध अब यतिको बाक्लो भइसकेको छ। यो चाहिँ घरको गाईको दुध हो। मैले चाहिँ यो बाक्लो बनाउनुको कारण चिनी हाल्नु नपरोस् भनेर हो। एकदम बाक्लो अनि गुलियो पनि भएको छ। सो अब ग्यास नमाइदिँदा हुन्छ। एकछिन सेलाउन दिने। तातै चाहिँ नहाल्नु मिक्सरमा। यसमा अझै दुध थपेर फेरि ग्राइन्ड गर्छु। यो अहिलेको आँप यसमा हालिदिने। अब यसलाई फेरि ग्राइन्ड गर्ने। अब यसमा यो अहिलेको बनाएको मिसाइदिने। यस्तो भयो। अब चाहिँ यो आइसक्रिमको बट्टा लिएको छु। अब यसमा हाल्ने। भएको छ। अब यसमा चाहिँ मैले यो अहिलेको बदाम काटेको फ्रिजले धोका दियो। यो जम्न चाहिँ 2 दिन लाग्ने रहेछ, तर तल चाहिँ मजाले जम्दै आइरहेछ। र मिठो चाहिँ लास्टै मिठो छ है। तल पुरै आइस भएको छ। यो चाहिँ तलको निकालेँ मैले हैन, कस्तो मजाले जमेको छ। कस्तो गुलियो, सेम कुराउने जस्तै भएछ। यो चाहिँ कुल्फी आकारमा बनाउँदा एकदम दामी हुनेछ। अब बर्मिटो यतिको बनाएँ, मच मिठो लाग्यो। त्यही यो जम्न चाहिँ अब फ्रिजले गर्दा मजाले जमेन। जस्तो आइस के अरे सरी आइसक्रिम हुनु पर्ने त्यस्तो चाहिँ भएन। तर टेस्ट 10 आउट अफ 10 दामी। नमिठो छ्या भन्ने चाहिँ छैन।